हेलो, हामी यहाँ रामदीपुलमा आछौँ। यहाँ स्याङ्जा र पाल्पा जोड्ने रामदीपुल। यहाँ चाहिँ कालीगण्डकी नदी यो। अब हामी चाहिँ यहाँ माथि मिरमिडियम जाँदैछौँ। ए छोरो म अनि ऊ पारी भेनाजु भान्जा भान्जी त्यहीँ पारी छन्। हेलो, होटेलमा नास्ता खाँदैन मिरमिडियम यहाँ कालीगण्डकीको मिरमिडियममा यस्तो पुरा यस्तो बनाएको नि माथिबाट त्यो पुरा यस्तरी तटबन्धनको लागि यस्तो खतरा बनाएको रहेछ। अझ यतापट्टि छ नि पुरा यस्तरी मिरमिडियम ठुलै राम्रै बनाएको रहेछ। चेपारो हो क्या कालीगण्डकी मिरमिडियम को यो त पहिला यहाँ तुइन रहेछ। यहाँ ऊ यहाँनिरबाट पारी जाने त्यहाँ यो कालीगण्डकी दुईवटा भएर यसरी आएको रहेछ। अनि यहाँ अब मिरमिडियम राम्रो बनाएको छन्। यस्तो भिरपाखा छ यहाँ पुरा भिरपाखा पुरै हो। यो तटबन्धन मजाको छ। हामी यहाँ घुम्न आएको छौँ यो मिरमिडियममा। दुई बाउ छोरा अनि भेनाजु भान्जा भान्जी सबै ऊ तल छन्। यहाँ खतरा छ यो मिरमिडियम, दामी छ। यो रातो लाइन रहेछ। यहाँ रातो लाइनभन्दा उता जान मिल्दैन रहेछ। हामी उता बाजुरा टाढाबाट आएको भनेर बल्ल भित्र हेर्न मिल्यो। यहाँ दामी बनाएको छ मिरमिडियम। पुरै यता खोला पुरै खोला सुकाएर यहाँ पानी सुरुमबाट उता मिरमिडियममा यता कालीगण्डकी जलविद्युत आयोजनामा लिएर विद्युत निकालेको। यहाँ खतरा रहेछ, खतरा बनाएको। अब यहाँ रामदीबाट यता पारी त्यो पुल छ त्यहाँबाट यसरी बाटो बन्दैछ अरे। यो त्यहाँ माथि खतरा बनाएको छ। हामी यहाँ घुम्दैछौँ बाजुरा हुम्लाबाट आएर मिरमिडियम। यहाँ यति तल छ यो खोला सुकाएर पुरै यहाँ यति माथि ल्याएको छ। यो यति गहिरो रहेछ यो।